तपाईँ भगौडा जेनजी हो, मैले सुरुमै भने किनकि तपाईँले आह्वान गर्नुभयो, माहौल चाल्नुभयो, तर आफै व्यापार गरेर बस्नुभयो। तपाईँलाई नैतिक कुन नैतिकताले दिन्छ कि म जेनजी हो भनेर अहिले सरकारसँग यस्तो खालको माग गर्न? होइन, यस्तो तपाईँको शब्द चयन चाहिँ के गाह्रो हो। अनि यो कुरामा चाहिँ रेस्पेक्टफुल पनि तपाईँ किन आउनु भएन भनेर तपाईँले भन्नुभयो भने म एकदम सरल तरिकामा तपाईँले जवाब दिन सक्छु। हेर्नुहोस् है, अब जो भन्नुभयो म यसको एन्सर गर्छु। भगौडा चाहिँ होइन बसेको किन भन्दाखेरि चाहिँ सुन्नुहोस् है, अब मैले खासमा त्यो कुरा क्ल्यारिफाई पनि गरिसकेको छु है। मेरो ज्यानमा चाहिँ धेरै धम्की आएको, तर म बिजनेस चाहिँ व्यापार गर्दै बसेँ होइन, म चाहिँ हेर्दै बसेको। मेरो एउटा मात्र समूह थिएन नि त। यो त ल यो चाहिँ विश्वासले पनि भन्छु है, मेरो हुनु पनि थियो होइन। तपाईँले जवाब दिनुहोस् न, तपाईँले कस्तो खालको धम्की आयो, कहाँबाट आयो, सार्वजनिक गर्नुहोस्। प्रहरी छ, प्रशासन छ, तपाईँले भनेको भरमा विश्वास गर्नुपर्ने। भनेको भरमा विश्वास गर्नु पर्दैन। यो प्रश्न मिराजीलाई हो, हामी एउटै दिनु पर्दैन यो जवाब। मिराजीलाई यो प्रश्न, किनकि यो देशमा आज आगो बलेको छ, आज पाउनुपर्ने सरकारी सेवा सुविधा जनताले पाएका छैनन्। तपाईँहरूले म नेतृत्वकर्ता हुँ भन्दै गर्दाखेरि यसको भागीदार तपाईँहरू हो कि होइन? तपाईँहरू कानुनी कठघरामा उभिनु पर्छ कि पर्दैन?